नमस्ते सबैजनालाई। म कुन्दन सिंह टेकनाथमा तपाईहरुलाई स्वागत छ। आज हामी बिडिकम स्विचलाई चाहिँ कन्सोलको थ्रुबाट म्याकबुक एयरमा कसरी कनेक्ट गर्ने त्यो पनि देखाउने छु र बिडिकम स्विचको एउटा बेसिक कन्फिगरेसनको बारेमा पनि तपाईहरुलाई देखाउने छु। स्टे ट्युन है त। सो म आफ्नो टर्मिनलमा आइसकेको छु है र यो टर्मिनलमा हामी गर्छौं पहिला हेर्छौं हाम्रो यूएसबी कनेक्ट गरेको जति पनि छ त्यो स्कुल लिस्ट गर्छौं। यसको लागि ls dev गरेपछि tty अनि डट स्टार गरेपछि जति पनि यूएसबी कनेक्टेड छ ती सबै यहाँ लिस्ट देखिन्छ है त। एउटा ब्लुटुथ कनेक्ट छ, मेरो माउस कनेक्ट छ यो है, एउटा चाहिँ कन्सोल पनि छ यहाँ हैन। अनि अर्को चाहिँ हाम्रो मेन जुन कनेक्ट भएको छ कन्सोल त्यो चाहिँ यो है र यसलाई म एकचोटीलाई कपी गर्छु है। अब यहाँ हामीले गर्नु कसरी कनेक्ट गर्ने त स्क्रिन थिचेर स्पेस गर्ने अनि अहिले जुन यो छ यो पोर्टलाई मैले यहाँ सर्लक्कै लेखिदिए। अब यसमा के छ भन्दाखेरि 9600 यो बोर्ड रेट राख्नु पर्ने हुन्छ, त्यसपछि कनेक्ट है। अब यहाँ हेर्न सक्नुहुन्छ म्याकबुक मा चाहिँ कन्सोल केबलबाट चाहिँ यहाँ हेर्न सक्नुहुन्छ लगइन स्क्रिन आइसकेको छ है र यो चाहिँ म्याकबुकमा कन्सोलको थ्रुबाट चाहिँ स्विच कन्फिगरेसन गर्दाखेरि चाहिँ यसरी हामी गर्न सक्छौं। ओके, सो बिडिकम स्विचको हामी लगइन स्क्रिनमा गयौं। त्यसमा हाम्रो डिफल्ट युजर नेम एडमिन, पासवर्ड पनि डिफल्ट एडमिन नै हुन्छ है। अब यहाँ आइसकेपछि हामी इनेबल गर्छौं र इनेबल गरिसकेपछि चाहिँ हामी आउँछौं यहाँ यो पेजमा। अब यहाँ हेरौं पहिला हाम्रो यो स्विचमा चाहिँ के बाइ डिफल्ट सेटअप भएर आको हुन्छ त्यो हामी रनिङ कन्फिगरेसन गरेर रनिङ कन्फिगरेसन गरेर हेर्न सक्छौं। ओके, सो मैले गरे इन्टर। अब यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले सिधै युजर नेम पासवर्डहरु सबै देखिरहेछ है। अथेन्टिकेसन प्रोटोकलहरु सबै डिफल्टमा छ न, स्विच पोर्टहरुमा केही पनि कन्फिगरेसन भएको छैन है, सबै डिफल्टमै छ। VLAN 1 मा डिफल्ट आईपी पनि छ है 0.1 है, एउटा मात्रै VLAN छ क्रिएट भएको है, अरु त्यस्तो केही छैन, सबै बेसिक छ। ओके, अब आज हामी यसमा स्टेप बाइ स्टेप एउटा बेसिक कन्फिगरेसन चाहिँ गर्छौं है। सो सुरुमा हामी जान्छौं कन्फिगमा। ओके, यहाँ गइसकेपछि पहिला हामी यो स्विचको नाम चेन्ज गरौँ, होस्ट नेम चेन्ज गरौँ है। होस्ट नेम चेन्ज गर्नको लागि हामी यहाँनेरि होस्ट नेम लेख्छौं र यसलाई लेख्यौं टेकनाथ -SW01। ओके, यो लेखिदिए, होस्ट नेम चेन्ज भइसक्यो र यसमा सेभ गर्ने तरिका चाहिँ राइट अल। ओके, यो गरिसकेपछि सेभ हुन्छ। अनि यसमा हामी VLAN क्रिएट गरौँ है। अब 1 बाइ 1 VLAN क्रिएट गर्नको लागि VLAN लेख्ने अनि त्यसपछि VLAN आईडी हाल्ने। ओके, इन्टर गर्ने। अब यसमा कुनै नाम लेख्नु छ भने नेम लेख्ने, यो लेख्दिम बिलिङ है, बिलिङ VLAN है नाम लेख्नको लागि। अब यो VLAN क्रिएट भएको हेर्नलाई VLAN गर्ने, यहाँ हेर्न सक्नुहुन्छ VLAN 10 क्रिएट भयो, बिलिङ VLAN ठीक छ। अब यो क्रिएट गरिसकेपछि एउटा हामी म्यानेजमेन्ट VLAN क्रिएट गरौँ। त्यसको लागि VLAN 500 ला सबै डमी डाटा हो। यसमा अब हामी VLAN क्रिएट गरौँ, यसलाई नेम लेख्दिम MGMT भनेर, म्यानेजमेन्ट भनेर। अब यसलाई एक्जिट गरौँ। अब VLAN गर्यौं भने यसमा म्यानेजमेन्ट VLAN पनि बन्यो। ओके, अब यसमा हामी कन्फिगरमा हुँदाखेरि इन्टरफेस ब्रिफ गर्यौं भने चाहिँ इन्टरफेसको ब्रिफ इन्फर्मेसन हामी हेर्न सक्छौं। यहाँ हेर्न सक्नुहुन्छ G1 देखि लिएर G24 सम्म हाम्रो यो सबै इथरनेट हो, सबै 1G पोर्टहरु। ओके, गिगा TX छ नि, यो चाहिँ TX भनेको चाहिँ ट्रान्समिट। ओके, अनि अर्को चाहिँ हेर्न सक्नुहुन्छ TG1 देखि लिएर TG4 सम्म, यो चाहिँ हाम्रो 10000 Mbps को हो, जुन चाहिँ 10G वाला SFP पोर्टहरु हो। ओके, यो चाहिँ युजुअली हामी ट्रङ्क लाइनमा युज गर्छौं। ओके, मतलब कि अपलिङ्कहरु पोर्टको लागि युज गर्छौं।
अब हामी यसमा अरू सेटअप के गर्छौँ, युजर नेम कन्फिगरेसन गर्छौँ। अब युजर नेम नयाँ बनाऊ, युजर नेम मैले बनाएँ, मैले मेरै नामको हुने कुन्दन, र पासवर्डमा लेखिदिएँ मैले admin@123, ओके, इन्टर। सो युजर, सो लोकल युजर, लोकल ड्यास युजर्स, यहाँ हेर्न सक्नुहुन्छ एडमिन छ जुन अहिले एक्टिभ छ, मैले लगइन गरेको छु यही युजरबाट, अर्को युजर पनि यहाँ क्रिएट भइसक्यो है त। त्यसरी युजर नेम क्रिएटर कतिवटा छ, को लगइन छ भन्ने कुराहरू डिटेल यहाँ देखिन्छ हैन। पासवर्ड चेन्ज गर्न पनि मिलिहाल्यो है। अब यसमा डेट चेन्ज गर्नु पर्यो, सिधै डेट लेख्ने, इन्टर गर्ने, गरिसकेपछि आजको डेट हो 2025 साल ड्यास आज अक्टोबर 10 महिनाको 30 तारिक, इन्टर। टाइम भएको छ अहिले 11:48 सेकेन्ड, ओके। अब सो भर्सन गरिसकेपछि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ अहिलेको डेट हाम्रो कन्फिगर भइसकेको छ है त। अब यो सो भर्सन गरिसकेपछि नै हाम्रो यो बिडिगम स्विचको मोडल नम्बरहरू, फर्मवेयर भर्सनदेखि लिएर सबै थोक यहाँनेरि देखिहाल्छ है। अब यसमा हामी अर्को काम के गर्छौँ भन्दाखेरि, नर्मली म चाहिँ सर्भिस पासवर्डलाई चाहिँ म पहिला देखाइदिन्छु तपाईँलाई है। सो रन गरे भने तपाईको यहाँ हेर्न सक्नुहुन्छ युजर नेम पनि छ, पासवर्ड पनि सबै डिस्प्ले भइरहेछ है। अब यो मलाई डिस्प्ले गराउनु छैन भने के गर्ने, सर्भिस पासवर्ड इन्क्रिप्सन यो गरिसकेपछि अब सो रन गर्नुभयो भने पासवर्ड इन्क्रिप्ट भयो। अब चाहिँ यो पासवर्ड देखिएन, युजर नेम देखियो तर पासवर्ड इन्क्रिप्ट भयो, ओके। एउटा यो भयो। अनि अरू भनेको एकदम बेसिक म्यानेजमेन्ट भिल्यानमा आइपी राख्ने, इन्टरफेस भिल्यान 500 मा मैले आइपी राख्नु पर्यो ताकि यसलाई एक्सेस गर्नु मिलोस् नेटवर्कमा है। सो आइपी एड्रेस मैले लेखिदिएँ 192 नलेखौँ 172.10.10. ल यसलाई मैले 100 दिएँ आइपी, 255.255.255.0 24 बिटको राखिदिएँ। अब यसलाई एक्जिट गर्ने अनि आइपी राउट डिफल्ट 172.168.10.1, ओके। यो चाहिँ डिफल्ट गेटवे राख्ने तरिका हो है। जुन यो नेटवर्कको डिफल्ट गेटवे हो त्यो चाहिँ यहाँ राख्नु पर्यो है। यो गरिसकेपछि सो आइपी राउट गऱ्यौँ भने अहिले त हामीले कनेक्ट गरेका छैनौँ त्यही भएर देखाएन। सो रनिङ कन्फिगरेसन गर्दाखेरि सबै देखिन्छ। हेर्न सक्नुहुन्छ हामीले भिल्यान 500 मा आइपी राख्यौँ है, र यसको डिफल्ट गेटवे पनि यहाँ राख्यौँ है त। सो अब डिफल्ट गेटवे राख्यौँ, यो सब गऱ्यौँ। अब चाहिँ के गर्नु पर्यो भन्दाखेरि यो स्विचलाई चाहिँ वेब बेसबाट पनि एक्सेस हुन्छ है। अनि तर यहाँ चाहिँ इनेबल गरेको छ, यो चाहिँ हामी प्राय बन्द गरिदिन्छौँ ताकि वेबबाट कसैले नचलाओस् हैन। मलाई मन पर्दैन त्यही भएर पनि हो, म बन्द गरेर राख्छु प्राय है। सो यसको लागि नो आइपी एचटीटीपी सर्भर गरेपछि बन्द भइहाल्छ हैन। यहाँ हेर्न सक्नुहुन्छ अब यो अट्छ, जुन अघि देख्नु भएको थियो अहिले छैन है। सो अब सो इन्टरफेस ब्रिफ, अब हामीले लगभग यताको बेसिक कन्फिगरेसनहरू सकिहाल्यौँ हैन। अब एउटा लुप ब्याक डिटेक्सन हुन्छ, यो चाहिँ म प्राय इनेबल गरिदिन्छु हैन। मानिलिनु अब यो पोर्टमा चाहिँ भिल्यानहरू क्रिएट भएको त साइन गर्नु पर्यो हैन। अब मल्टिपल भिल्यान क्यारी गर्नेको लागि त ट्रङ्क बनाउनु पर्यो। त मानिलिनु मैले इन्टरफेस टिजी 0/1 लाई चाहिँ अपलिङ्क पोर्ट बनाएँ, डिस्क्रिप्सन अपलिङ्क हैन, अथवा ट्रङ्क पोर्ट बनाएँ। अब यसमा ट्रङ्क पोर्ट बनाउनलाई के गर्ने, स्विच पोर्ट मोड ट्रङ्क। अब के भयो, सबै भिल्यानहरू क्यारी भएर यहाँ आउँछ हैन। ट्रङ्क बनाइदिइसकेपछि अब यसमा लुप ब्याक डिटेक्सन चाहिँ म इनेबल गरिदिन्छु है। यो भएपछि कि इनकेस कुनै लुप आयो भने चाहिँ यो पोर्ट सर्ट हुन्छ र अरूतिर डिस्टर्ब हुँदैन, ओके। अब यसलाई मैले एक्जिट गरिदिएँ। अरू त्यस्तो बेसिकमा म केही पनि गर्दिनँ है, आवश्यक अनुसारले ठाउँहरूमा गर्नुपर्छ। यसमा धेरै कुराहरू छ, यो बेसिक तपाईँहरूलाई म देखाउँदैछु। अब
हामीले अरू गर्नुपर्ने कुरा भनेको चाहिँ इन्टरफेसमा भिल्यान पास गर्ने। जस्तै बिलिङ मेरो 1 देखि 10 सम्म पोर्टलाई भिल्यान 10 एसाइन गर्नु छ भने चाहिँ इन्टरफेस रेन्ज गिगा इथरनेट 0/1 देखि लिएर 10 सम्म मैले के गरेँ, स्विच पोर्ट पिबिआइडी 10 हालिदिएँ। अब यो के हो, डिस्क्रिप्सनमा नि हालिदिएँ बिलिङ भनेर, बिलिङ पिसी भनेर है गरेँ, एक्जिट। सो इन्टरफेस ब्रिफ गऱ्यौँ भने चाहिँ अब हेर्नु 1 देखि 10 सम्म चाहिँ भिल्यान 10 राखिदिएको छ हैन, अनि अब यति हो गर्नुपर्ने। बेसिकमा चाहिँ हामीले गर्ने भनेकै यति नै हो हैन, अरू पनि अब आवश्यक अनुसारले धेरै थोक हुन्छ, हामीले चाहिँ बेसिक गर्ने यति हो। सो गाइज अब हेर्न सक्नुहुन्छ आज हामीले म्याकमा चाहिँ यो कन्सोल केबलको थ्रुबाट कसरी कनेक्ट गर्ने त्यो पनि हेऱ्यौँ, र त्यो हेरिसकेपछि चाहिँ हामीले मिडिगम स्विचको बेसिक कन्फिगरेसन, युजर बनाउनेदेखि लिएर भिल्यान बनाउने, भिल्यान एसाइन गर्ने, पोर्टलाई ट्रङ्क गर्ने, पासवर्डलाई इन्क्रिप्सन गर्ने, यी सबै कुराहरू देख्यौँ। र नेक्स्ट भिडियोमा यसको अझै एडभान्स कुराहरू म हाल्नेछु है। सो थ्याङ्क यू सो मच, नेक्स्ट भिडियोमा भेट्नुपर्छ।